साथीहरू आज चाहिँ हाम्रो घरमा दिदीहरू आउँदै होसिन्छ, त्यही भएर बुढाबुढी हामी खाना खाएर बजारतिर किनमेल गर्न गयौँ। अनि घर आउँदा चाहिँ दिदीहरू आइसक्छ। त्यहाँदेखि मैले हतार हतार खाजासाजा बनाएँ। अनि भिडियो बनाएकै थिइनँ मैले। अनि मेरो बुढा आएर चाहिँ मलाई किन तिमीले भिडियो नबनाएको भन्दै हुन्थ्यो। अनि मैले चाहिँ भ्याएकै छैन भनेर ल्याउ म बनाइदिन्छु भनेर यो सबै सुरुदेखि लास्टसम्म सबै मेरो भिडियो मेरो बुढाले बनाइदिन्छ। मेरो बुढाले चाहिँ धेरै धेरै धन्यवाद। मेरो बुढा धेरै बुझ्ने होइसिन्छ, बनाउ न मेमोरी हुन्छ भनेर भन्दै होइसिन्थ्यो। अनि मैले यहाँ बनाउँदैछु। अनि के बनाउनु भयो मलाई पनि थाहा छैन। अहिले चाहिँ भोइस ओभर गरेर यो भिडियो पनि हेर्दैछु। अनि खाजामा चाहिँ आज मैले पुलाउ अनि पनिरको सब्जी अनि चनाको सब्जी अनि पापड सलाद त्यति नै बनाएको थिएँ। हतार हतारमा त्यति नै बनाएँ। अनि यता चाहिँ बाहिर दिदीहरू होइसिन्थ्यो। मलाई चाहिँ लाज लागेको थियो, ला भिडियो बनाउँदै चाहिँ लाज लाग्यो भन्दै। मेरो बुढाले चाहिँ सलाद खाँदै होइसिन्छ। मेरो बुढाले पनि भोक लागिसकेको थियो। अनि यो हतारको बेला यो कुकरको सिटी चाहिँ घट्दै नघट्ने कि। अनि मैले मजाले उठाएर गरेँ। अनि फाइनली खाजा रेडी भयो। अनि मैले सबैलाई सर्भ गर्दैछु। अनि सबैजना मिलेर खाँदै होइसिन्छ। अनि मैले खाजा कस्तो भयो भन्दाखेरि मिठो छ भन्दा चाहिँ अब मिठो थियो कि थिएन त थाहा भएन है, तर सबैले मिठो मानेर खाइदियो। त्यसको लागि धेरै धेरै धन्यवाद भनेदेखि। अनि मेरो बुढा चाहिँ बाहिर खाजा होइसिन्थ्यो, भित्र दिदीहरू होइसिन्थ्यो। अनि बाहिर भाइसँग बसेर खाँदै होइसिन्थ्यो। अनि तलबाट फुची पनि आएकी थिइन् कि। अनि उसले चाहिँ मेरो बुढाले चाहिँ उसलाई सेवारा गर नानी, ऊ राई हो नि त। अनि सेवारो भनेर आमालाई मम्मीलाई सेवारा गर्दैछ। अनि खाजासाजा खाएर हामीले चाहिँ अब चिया पनि दिदीहरूलाई दिएँ मैले। अनि चिया खाएर अनि नानी पनि यहाँ खेल्दै थिइन्। ऊ चाहिँ कति रमाउँछिन् कि माथि आएर कति रमाउँथ्यो। अनि यहाँ मेरो बुढा चाहिँ मासु मोल्दै होइसिन्छ, भरे बारबिक्यू गर्ने भनेर मासु मोल्दै होइसिन्छ। अनि यता चाहिँ छुट्टै रमाइलो छ कि यहाँ दाजु बहिनी मिलेर दिदी भाइ अनि मेरो बुढा